सबैले यीशु क्रिस्टको नाममा जय मसीह। मलाई विश्वास छ है तपाईँहरू स्वस्थ हुनुहुन्छ भनेर, तपाईँहरू राम्रै हुनुहुन्छ होला भनेर है। आजको यो दिन नि हाम्रो जीवनमा परमेश्वरले जुटाइदिनु भयो, एउटा सुन्दर दिन देख्नुको लागि नि मौका दिनुभयो हाम्रो जीवनमा। अनि आज मलाई एउटा वचन लिएर आएको छु तपाईँहरूको माझमा है। रोमन्स 12:21ले के भनेको छ भने, डु नट बी ओभरकम बाई इभिल बट ओभरकम इभिल विथ गुड भनेको चाहिँ आज नि यो वर्ल्डमा इभिल र होली भन्ने छ, इभिल र गुड भन्ने छ। तर आज हाम्रो आत्मा र हाम्रो शरीर चाहिँ आज हामीले कुन कुरालाई डेडिकेट गर्नुपर्ने हो, कुन कुरालाई एकदमै अब कमिटेड भएर जिउनुपर्ने हो। अनि त्यो कुरा आज म तपाईँहरूलाई राख्न चाहन्छु। आज हाम्रो जीवन र हाम्रो आत्मा चाहिँ आज इभिलले होइन तर गुडले भर्नुपर्छ। अनि किनभने आज यदि हामी हाम्रो जीवन दुष्टतालाई हामीले समर्पण गऱ्यो भने हामीले प्रभुमा अगाडि बढ्न सक्दैन। अनि परमेश्वरको वचन हामी गहिराइमा हामीले गएर मनन गर्न सकिँदैन। अनि आज म तपाईँले के भन्न चाहन्छु, आज डु नट बी ओभरकम बाई इभिल भनेको चाहिँ आज हामी जब जीवनमा अब्स्ट्याकल्सहरू आउँछ, प्रब्लम्सहरू आउँछ, पर्सिक्युसन्सहरू आउँछ, आज हामी नि फर इक्जाम्पल अब मेरो एकजना साथीसँग हामी दुईजनाको बिचमा झगडा भयो अरे। आज त्यो साथीले मलाई रिस उठायो अरे। अन्त आज मैले कसरी ओभरकम गर्नुपर्ने यो सिचुएसनमा, आज मैले गुड गरेर ओभरकम गर्नुपर्ने हो कि इभिल गरेर ओभरकम गर्नुपर्ने हो। सो आज त्यसले मलाई रिस देखायो भने आज मैले पनि रिस देखाएर होइन। आज म तपाईँलाई के भन्न चाहन्छु, आज यदि त्यो साथी उसको अब इभिल बिहेभियर देखायो भने आज हामीले के बिहेभियर देखाउनु पऱ्यो, एउटा गुड एउटा होली बिहेभियर देखाउनु पऱ्यो। अनि त्यही भन्न चाहन्छ कि आज हामीले नि नेपालीमा अब सांसारिक भाषामा भन्यो भने रिस उठेको बेलामा कसैले तपाईँको दुश्मनले शत्रुले ढुङ्गा फ्याँक्यो भने हामीले फुल फ्याँक्नुपर्छ अरे। त्यो भनेको चाहिँ के हो, इफ अ पर्सन इज इभिल यु सुड बी गुड इनफ इन क्राइस्ट। अनि त्यसरी नै आज नि हाम्रो जिजस क्राइस्ट हि क्रुसिफाइड हिज लाइफ फर आवर सिन होइन। आज फरिसी सादुसी कति नै पर्सिक्युसन्स आयो, रोमन सोल्जर्सहरूले कति टर्चर गर्यो उहाँलाई। अन्त आज हामीले हेऱ्यो भने के भन्छ किङ नि रोमन किङ छ हुनुहुन्छ, किङ साइरसहरूले धेरै हामीले त्यहाँ मनन गरी पनि भेट्छौँ। अनि त्यसरी आज यीशु मसीहले कसरी ट्याकल गर्नुभयो। आज त्यहाँनिर त्यतिखेर सिचुएसन के भएको थियो, इभिल भएको थियो नि त होइन, इभिल सिचुएसन क्रिएट भएको थियो नि त, दुष्टताले भरेको थियो। त्यसले गर्दाखेरि त गुड चाहिँ को हुनुहुन्थ्यो, यीशु मसीह हुनुहुन्थ्यो। अन्त प्रभुले कसरी ओभरकम गर्नुभयो द्याट टाइम, हाउ हि ओभरकम द्याट सिचुएसन बाई क्रुसिफाइङ हिज सेल्फ अन द क्रस। अनि त्यसले म तपाईँहरूलाई भन्न चाहन्छु, आजको यो समयमा अहिलेको यो न्यू ट्रेन्डमा हेऱ्यो भने आज नि टेक्नोलोजीले भएको छ, इन्टरनेटले भएको छ, अल आर बिजी इन दिस सोसियल मिडिया। अन्त म आइएम कमिङ ब्याक टु सोसियल मिडिया, नट टु के अब गोइङ अगेन्स्ट देम बट जस्ट टु कन्ट्रोल युर सेल्फ बाई ड्राउनिङ इन सोसियल मिडिया। आज सोसियल मिडियाले गर्दा नि कतिवटा कुरा डेभलपमेन्ट पनि भइरहेछ, तर घरमा पनि धेरै समस्याहरू छ। युथदेखि लिएर परिवारदेखि लिएर मोबाइल भनेपछि त अब भात खानु पनि छोड्छ नानीहरूले। त्यसले गर्दाखेरि सो आई वान्ट यु टु मेडिटेट द वर्ड अफ गाड है। वचनमा होली बाइबल नि स्क्रिप्चर्स छ, अहिले कति छ बाइबल, ESV छ, NKJV छ, गिडियन भर्जन थुप्रो छ एक्सेट्रा है। सो आई वान्ट यु टु ड्राउन युर सेल्फ इन द वर्ड अफ गाड डे एन्ड नाइट मेडिटेट। सो आई होप तपाईँले यो वचन बुझ्नुभयो होला। आई होप दिस मेसेज विल टच इन your heart. God bless you. Take care. Please like, comment, share and subscribe my channel. Jai Masih.